कस्तो मजाको देख्यो पर घर हेर्नु। यहाँ खाना पनि रेडी भइसकिसक्यो है। अनि यहाँ मैले यहाँ खाना पुऱ्याउनु जाँदैछु उकालो सबैजनाले खाए। साथीहरू नमस्ते, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू डे न्यू भ्लगमा। अनि आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर। अनि म पनि अहिलेसम्म त सन्चै छु है। अनि आजको मेरो डे भ्लग चाहिँ कस्तो हुन्छ तपाईँले मन पराइदिनु हुन्छ होला भन्ने आश राखेको छु है। अनि मन पराइदिनु होला। अनि म चाहिँ भिडियो त्यति बेसी लामो अपलोड गर्दिनँ, 6-7 मिनटकै हुन्छ है। अनि आशा छ हजुरले मन पराइदिनुहुन्छ होला भनेर है। अनि हजुरहरूले मेरो च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ चाहिँ प्लिज मेरो भ्लगमा मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस् होला है। अनि कतिजना नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि म पनि सपोर्ट गर्नेछु, उहाँहरूलाई पनि है, उहाँहरूले पनि मलाई सपोर्ट गरिदिनु होला भन्दै यो आशाको साथमा आजको भ्लग चाहिँ म स्टार्ट गर्छु। अनि हेर्दै गर्नु होला। म चाहिँ यहाँ दिउँसोको खाजाको लागि है आलु केलाउन आँटेको। यहाँ बोइल आलु छ, मैले आधी केलाइ पनि सकेको छु। अनि फेरि अब यो कम्प्लिट गर्छु है। अनि माथि चाहिँ ड्याङ 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 गरिरहेको छ, त्यहीँनिर खाजा लिएर जानुपर्छ म चाहिँ। चाहिँ मेरो दिनको ड्युटी चाहिँ त्यही छ अहिले चाहिँ है। अनि म चाहिँ यो आलु केलाउँछु, तपाईँले चाहिँ भ्लग इन्जोय गर्दै गर्नु होला है। चाहिँ केलाएर नि म्यास गरेर यतिको खालको बनाएको छु है। मलाई त्यो डल्लो डल्लो आलु चाहिँ मन पर्दैन। अनि यहाँ चाहिँ गुन्द्रुक, अब म यसको लागि अरू के चाटो बेला पार्छु। पनि बिहान चाहिँ म पनि खाना खाँदिनँ, अनि त्यही भएर चाहिँ चिया। मेरो भेन्डी र अलिअलि मटर मिसाएर बनाइदिने प्लान गऱ्यो है। अनि पहिला चाहिँ म यो सब्जी बनाउँछु, तेल हालेर रेडी पारेको छु, चिया खाँदै खाँदै बनाउँछु। यतिको भइसकेको छ। यसमा चाहिँ अब म चाहिँ फेरि टमाटर लगाउँछु। मेरो गुन्द्रुक र आलु चाहिँ रेडी भइसकिसकेको छ है। मैले चाहिँ यो चाहिँ यतिको भएको राखेको छु। यस्तो बेसी कलरहरू मन पर्दैन मलाई, त्यही भएर कलर चाहिँ लगाइनँ। अनि अलिअलि धनियाँ थर्किदिन्छु, अघि पनि थर्केको हो, माथिबाट लगाउनुपर्छ अहिले। तपाईँहरू कसलाई मनपर्छ गुन्द्रुकको र आलुको सुप? खाना पनि रेडी भइसकिसक्यो है। अनि यहाँ मैले भेन्डी बनाएको छु। भेन्डीलाई चाहिँ आज चाहिँ खाने कम्ती रहेछ नि त, त्यही भएर कम्ती नै हालेको छु। अनि यसमा चाहिँ म यो सजनाको फुल अन्डा लगाइकन भुटेको छु। यो पिरो खाँदैन नि त, त्यही भएर मैले पिरो यस्तो कलर खुर्सानीहरू त्यो पनि हालेको छैन। यसमा चाहिँ सब्जी हाल्छु। यो चाहिँ आज पर्दैन, यसमा चाहिँ लानु। यो चाहिँ रेडी भइसकेको छ। हेलो, हामी चाहिँ यहाँ खाना पुऱ्याउनु जाँदैछु उकालो। सबैजनाले एक एकवटा भारी बोकेको छौँ। यहाँबाट उकालो देखाउँछु है, तपाईँहरूलाई हाम्रो गाउँ देखाउँछु है त। सबैजनालाई हेर्दै गर्नु होला है। हाम्रो गाउँको ग्रिन हाउस चाहिँ देखाउनु होला। यहाँभित्र चाहिँ टमाटरहरू हामी चाहिँ अहिले चाहिँ काकाको घर आइपुग्यो। अनि यहाँ प्याज रोपेको। यो चाहिँ मेरो खसीहरू मम्मीलाई। उकालो उधर नजाऊ। यो चाहिँ हो हाम्रो गाउँको न्यू रोड। कति सालमा तपाईँहरू पनि यही बाटो हिँड्नु पाइन्छ होला है। अहिले चाहिँ कम्प्लिट भएको छैन, यो त आधी उधी रहिरहेको छ। यहाँ पछाडि पनि आउँदैछ। कस्तो मजाको देख्यो पर घर हेर्नु। यहाँ चाहिँ छ मटर।
सरम लाग्दो भन खाए रोड चाहिँ ऊ पर पुगिसकेको छ अब खाजा खानु सबैजना यतै आउँछ यो चाहिँ मुनि नै गाउँ छ बिस्तारै हिँड्नु यहाँबाट तिम्रो के भएको आमा कुकुर हेर परबाट